नमस्ते साथीहरू, तपाईहरू सबैलाई हार्दिक स्वागत छ। र आज पनि म तपाईहरुलाई एउटा अति नै महत्त्वपूर्ण विषयवस्तुको बारेमा जानकारी दिन गइरहेको छु। र यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। र आजको विषयवस्तु रहेको छ सर्पको टोकाइबाट जोगिन के गर्ने। र नेपालमा पनि विषालु जीव जुन सर्प पनि विभिन्न प्रकारको र विभिन्न स्वरूप र विभिन्न आकारका सर्पहरू नेपालमा पाइने गर्छन्। र कतिपय सर्पहरू अति नै विषालु स्वभावका हुन्छन् र कतिपय सर्पहरू विषालु हुँदैनन्। तर यद्यपि सर्प भन्नाबित्तिकै हामी सबैलाई परिचित बनाएको नै हुन्छन्। र हामीले सर्पको टोकाइबाट जोगिन केही सावधानीहरू अपनायौं भने सर्पले हामीलाई डस्दैन। र सर्पले हामीलाई किन डस्छ भन्दा जति नै हामी सर्पदेखि डराउँछौं र त्यसरी नै सर्प हामीदेखि डराउँछ। र आत्तिदा सर्पले आफूलाई असहज परिस्थिति महसुस भएको खण्डमा मात्र उसले हामीलाई डस्ने गर्छ। र सर्पलाई हामीले कुनै न कुनै ठाउँबाट अवरोध खडा गर्यौं भने सर्पले आफ्नो जीवन रक्षाको लागि चाहिँ हामीलाई डस्ने गर्छ। तर यद्यपि सर्पलाई हामीले त्यस्तो अवरोध हुने काम कुनै गरेनौं भने सर्प पनि जसरी हामी डराउँछौं त्यसरी नै डराइराखेको हुन्छ। तर कतिपय अवस्थामा लापरवाही अथवा नदेखिएर त्यस्तो चीजहरू भएको खण्डमा हामी सर्पसँग मुठभेड हुनु पर्दाको अवस्थामा सर्पले हामीलाई डस्ने गर्छ। तर सर्पलाई हामीलाई डस्नै नदिनको लागि लगभग हामीले केही सुरक्षा सावधानी अपनायौं भने सर्पले हामीलाई त्यति सहजै टोक्दैन र सर्प चाहिँ भागेर जाने गर्छ। र यसरी भनिरहँदा अब यसमा हामीले केही 5-7 वटा सावधानीहरू चाहिँ अपनाउनु पर्छ। र म तपाईहरुलाई ती सावधानीहरूको बारेमा यस भिडियोमा पूर्ण रूपमा जानकारी दिन गइरहेको छु। यदि राति हिँड्नु परे टर्च लाइट लिएर हिँड्ने भनेको छ। जब हामी राति अति आवश्यक काम परेको खण्डमा मात्रै बाहिर जाने, तर हिँड्नै परेको खण्डमा हामीले टर्च लाइट अनिवार्य बोकेर हिँड्नु पर्छ। जुत्ता वा गमबुट लगाउने भनेको छ। अब हामी कतिपय ठाउँमा हाम्रो जुत्ता र गमबुट घरदेखि बाहिर नै हुने गर्छ र त्यस्तो अवस्थामा हाम्रो जुत्ता वा गमबुटको भित्र सर्पहरू कहिलेकाहीँ लुकेर बसेको पनि हुन सक्छन्। र जुत्ता वा गमबुट लगाउनु पूर्व पनि हामीले उक्त जुत्ता वा गमबुटको निरीक्षण गरेर लगाउने र जुत्ता वा गमबुट लगाएर मात्र कुनै ठाउँमा हामी जानु छ भने यात्रा गर्ने भनेको छ। त्यसरी खुट्टा राम्ररी छोप्ने, बाक्लो प्यान्ट लगाउने। जब हामी रातिको समयमा कतै जान्छौं भने हामीले खुट्टा छोप्ने तरिकाले बाक्लो कपडा लगाउने, ताकि सर्पले हामीलाई आक्रमण गरे तापनि कपडामा उसको दाँतहरू हाम्रो मासुमा गएर उसको दाँतहरू गड्न नसक्ने तरिकाले कपडामा मात्र गड्ने तरिकाले लुगाहरू लगाउने भनेको छ। त्यसैगरी घर वरपरको घाँस झारपात र काटेर सफा गर्ने। सर्पहरू पर्याप्त मात्रामा घना जंगलहरूमा मात्र बस्न रुचाउँछन् र सर्पहरूले यस्तो घना जंगलबाट सुक्खा ठाउँमा अथवा झारपात भएको ठाउँमा मात्र बस्ने भएको कारणले गर्दा सफा सुग्घर राखियो भने सर्पहरूलाई हामीले सहजै रूपमा यकिन गर्न सक्छौं। र सर्प पनि सफा गरेको ठाउँमा त्यति धेरै समय चाहिँ बस्दैन र सर्प चाहिँ घाँसपात र जंगलहरूमा मात्रै बस्न रुचाउने भएको कारणले गर्दा घर आँगनहरू सफा सुग्घर राख्ने र भएका घाँसपातहरूलाई हटाएर सफा सुग्घर राख्नु पर्दछ। त्यसैगरी जमिनका दुलाहरू टाल्ने भनेको छ। जब हाम्रो घर वरिपरि त्यस्ता प्वालहरू मुसाले पारेका प्वालहरू देखिन्छन् भने उक्त प्वालहरूमा हामीले ढुङ्गालाई राखेर पुर्दिने, किनकि उक्त दुलाहरूभित्र सर्पहरू पसेको हुन सक्छन् र त्यसले छप क्षति निम्त्याउन सक्छ। र उक्त क्षतिहरूलाई नियन्त्रण गर्नको लागि हामीले ती दुलाहरूलाई चाहिँ टाल्दिनु पर्छ। त्यसैगरी सबैभन्दा पहिलो त हामीले ध्यान दिनुपर्ने कुरा के हुन्छ भने पराल दाउरा आदि लिन जाँदा होशियारी अपनाउनु पर्छ। किनभने कहिलेकाहीँ सर्पहरू परालको भारीभित्र बसेका हुन्छन् र कहिलेकाहीँ दाउराहरू राखिएको ठाउँभित्र दाउराहरूसँगै लटपटिएर सर्पहरू बसिरहेका हुन्छन् भने हामी उक्त चीज लिन जाँदा एकदम होशियारीपूर्वक हामीहरूले ल्याउनु पर्छ। र सुत्नु अघि ओछ्यान, खाटमुनि वा घरको आँगन वरपर राम्ररी हेर्ने।
किनभने कहिलेकाहीँ सर्पहरू चाहिँ हाम्रो ओछ्यानमा आएर बस्दिन सक्छन्, कहिलेकाहीँ खाटको मुनि सर्पहरू बस्दिन सक्छन् र वरपरहरू पनि कहिलेकाहीँ नजिकै सर्पहरू आएको हुन सक्छन् भने त्यस्तो अवस्थामा हामीले सदाबहार हेरेर मात्र सुत्नुपर्छ। सधैँ झुल टाँगेर सुत्ने। यदि हामीले झुल टाँगेर सुत्यो भने सर्प हाम्रो झुलभन्दा भित्र आउन सक्दैन र सर्प बाहिरै आइहालेको खण्डमा पनि त्यति सहजै टोक्दैन, झुलको बाहिरै जान सक्छ। त्यस्तो अवस्थामा हामीले झुल टाँगेर सुत्नुपर्छ। र तपाईहरुले सर्पबाट जोगिने केही विषयवस्तु अझै एडभान्समा छ भने यस भिडियोको कमेन्टमा राखिदिनु होला र आगामी आउने दिनहरुमा म यस्तै भिडियोहरु तपाईहरुलाई प्रस्तुत गर्ने नै छु भन्दै आजको यस महत्त्वपूर्ण भिडियोबाट म बिदा हुन चाहन्छु।